ल आयो आयो के आयो भने चाहिँ पूर्वमा चाहिँ वासरुम भएको गाडी आइसकेको छ है। यो OnePlus को 2x2 सोफा सिटर गाडी हो भने काठमाडौँदेखि विराटनगर जाँदै हुन्छ भने यो गाडीमा स्लिपरदेखि लिएर वासरुम सम्पूर्ण कुराको बन्दोबस्त छ भने यसको सम्पूर्ण टिकट गोमाइको एप्लिकेसन एभाइलेबल छ। हजुरले पहिला स्लिपर देखाइलो भने त्यसपछि हजुरलाई वासरुम पनि देखाउँछु। टक्कसँग स्लिपरमा हेर्नु चाहिँ मजाले सबै कुराको फेसिलिटी छ भने तपाईँले पछाडिमा अडियस लाग्नेदेखि लिएर अगाडिमा तपाईँले एलइडी टिभीदेखि लिएर म्युजिक सिस्टम फ्यान सबै कुराको बन्दोबस्त छ भने तपाईँ जतिसुकै हाइटको मान्छे हुनुहुन्छ टक्कसँग म तपाईँलाई स्लिपरमा सुतेर देखाउँछु है। बबाल पारामा सुत्नु होइन। अब सुतिसकेपछि के छ भनेपछि जतिसुकै हाइटको मान्छे हुनुहुन्छ तपाईँले ठेक्दैन टाउको भनेपछि छेउमा फ्यान झ्यालदेखि लिएर तपाईँले पछाडि अडियस लाग्नु छ भने पछाडिमा चोट पनि लाग्दैन। मजाले यात्रा गर्न सक्नुहुन्छ भने अब आउनुहोस् तपाईँलाई म स्लिपरमा देखाइ नै सकेँ। अब तल र माथि दुवै स्लिपर छ भने माथिको स्लिपर चढ्नु पऱ्यो भने महाराजा जस्तो चढ्नुहोस्। खाली दिएको स्लिपर छ भने टक्कसँग यहाँ माथिमा पनि तपाईँले हाइट ठेक्दैन भनेपछि दुईजनाको लागि बब्बाले स्पेस छ है। टक्कसँग दुईजना मान्छे भनेको ठुलो ठुलो बेड दिएको छ भने पछाडिमा टाउकोमा चोट नलाग्नको लागि यसरी छ है। अब तपाईँलाई म भनौँ न वासरुम देखाइलौँ कस्तो छ भनेर है। टक्कसँग जाउँ तपाईँलाई पछाडि म देखाइलौँ वासरुम के छ भनेर। किनभने वासरुम अगाडिमा छ भने आउनुहोस् तपाईँलाई म टक्कसँग जुत्ता लगाएर वासरुम पनि देखाइहालौँ बब्बाल पारामा कस्तो छ वासरुम भनेर है। अब वासरुमको कुरा गर्नु पर्दाखेरि टक्कसँग आउनुहोस् अगाडिमा सबै कुरा फेसिलिटी भएको गाडी यो OnePlus गाडी हो भने यसको सम्पूर्ण टिकट गोमाइको एप्लिकेसन एभाइलेबल छ। मजाले बुक गर्नुहोस् र आरामले यात्रा गर्नुहोस्। अब वासरुमको कुरा गर्नु पर्दाखेरि टक्कसँग ग्रिन लाइट बलिरहेको छ खाली छ भने यसरी खोल्ने बित्तिकै मजाले भित्र छिर्ने बित्तिकै रेड लाइट बलिसक्यो भने तपाईँले बब्बाल पारामा यहाँ हेर्नुहोस् न फ्लसदेखि लिएर पानी आउनेदेखि लिएर होइन स्प्रे पनि मजाले काम गरिरहेछ भने यहाँ ऐनादेखि लिएर सिसा सबै कुराको बन्दोबस्त है। यसको सम्पूर्ण टिकट गोमाइको एप्लिकेसन एभाइलेबल छ। मजाले बुक गर्नुहोस् र आरामले यात्रा गर्नुहोस्। धन्यवाद।